नमस्ते यहाँहरू सबैलाई। आज फेरि एउटा सामग्री लिएर उपस्थित हुन गइरहेको छु। सामग्री के सम्बन्धमा हो भन्दै गर्दाखेरि वेट म्यानेजमेन्ट कम्पिटिसन चल्दै गर्दा लास्ट इयरबाट वेट म्यानेजमेन्टको एउटा आफ्नो वेबसाइट छ एमफिट भन्ने। त्यो भित्र थुप्रै रिसर्च गरेर सङ्कलन गरिएको सूचनाहरू इन्फर्मेसनहरू दिएको हुन्छ। त्यो इन्फर्मेसनलाई हामीले पढ्यौँ र सेयर गऱ्यौँ भने पोइन्ट्स कलेक्सन गर्न मिल्छ। त्यो पोइन्ट कलेक्ट हुँदै गएर 130 पोइन्ट भयो भने एउटा गिफ्ट, 150 भयो भने दुईवटा गिफ्ट। लास्ट इयर चम्चा काँटा झोला न्युट्रिलाइटको थियो होइन। यसपटक चाहिँ एक्सेस एनर्जी ड्रिङ्कले 10 वर्ष पुगेको 10th एनिभर्सरी भएको उपलक्ष्यमा चाहिँ एक्सेसको लोगोसहितको टोपी दिँदैछ। टोपी चाहिँ कस्तो छ भने यसरी हङकङ एडिसन एक्सेस हङकङ एडिसन होइन, पछाडिपट्टि यसरी एक्सेसको लोगो भएको। अब यो टोपी प्राप्त गर्नको लागि प्रोसेस के हो भने हामी चाहिँ यसरी गुगल क्रोम खोल्छौँ। त्यसपछि यसमा एमफिट 2025 क्लिक गर्ने। यसलाई गरिसकेपछि यसरी आउँछ, अथवा एमफिट मात्र गरेर यसरी सर्च गर्दाखेरि एमफिट गर्दाखेरि यो पेज यो खुल्छ। यो इन्फर्मेसन यो पेजलाई हामीले खोल्छौँ। यहाँ खोलिसकेपछि यसलाई ल्याङ्ग्वेज चेन्ज गर्न पनि मिल्छ होइन। ल्याङ्ग्वेज चाहिँ यहाँबाट यसरी ट्रान्सलेट भनेर यहाँ देखियो। यो ट्रान्सलेटमा गएर चेन्ज गर्न मिल्छ। यसले चाहिँ हामीलाई अप्सन दिन्छ। यहाँनिर क्लिक गर्यो, त्यसपछि यो इङ्ग्लिस छ। एकपटक यस्तो गऱ्यो, फेरि हामी चाहिँ इङ्ग्लिसमा जान्छौँ। ABCDE यहाँ गएर यो इङ्ग्लिसमा गइसकेपछि यहाँ ट्रान्सलेट भनेर हामीले यसलाई गर्ने हो। त्यो गरिसकेपछि हाम्रो चाहिँ यो पेज खुल्छ। यो पेज खुल्दाखेरि यदि खुलेन भने पनि यो चाहिँ लगइन हो भनेर बुझ्नु होला। यसलाई लगइन गरेर क्लिक गऱ्यो। यसरी लगइन गरेर क्लिक गर्दै गर्दाखेरि अहिले यहाँ त्यो व्यक्ति जसको वेट म्यानेजमेन्टमा भाग लिनु भएको थियो उहाँहरूको नाममा चाहिँ मोबाइल नम्बर रेजिस्टर्ड हुन्छ अनि पासवर्ड पनि हुन्छ है। उहाँहरूले 10 पोइन्ट, यो पोइन्ट चाहिँ 10 पोइन्टबाट पाउनुहुन्छ होइन। फर इक्जाम्पल यो पोइन्ट कसरी कलेक्सन गर्ने भन्दाखेरि पहिला यहाँ क्लिक गर्ने। यहाँ क्लिक गऱ्यो। क्लिक गरिसकेपछि यो पेज खुल्यो है। यो पेज खुल्यो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ हाम्रो गट हेल्थको बारेमा, पोस्चरको बारेमा होइन इन्फर्मेसन छ। यहाँ सूचना तपाईँ ब्रेनको बारेमा होइन, ठुलो आन्द्रा बोसे आन्द्रामा के हुन्छ भनेर अब पढियो। हामीले पढेपछि यहाँनिर हामीले क्लिक गऱ्यो भने यसले कलर चेन्ज गर्छ। यहाँ कलर चेन्ज भयो। त्यसपछि यो इन्फर्मेसन चाहिँ हामीले के गर्छौँ, यहाँ क्लिक गर्छौँ अनि यहाँ कपी र लिङ्कमा गएर हामी टच गर्छौँ। टच गरेपछि mfit.my.com.hkले भनेको कुरालाई हामीले यसरी एम पोइन्ट कलेक्ट गर्नको लागि 2 पोइन्ट यहाँबाट कलेक्ट भयो है। अघि 41 थियो, अब यहाँनिर म गएँ भने 44 हुनु पर्यो। 44 हुन्छ। 44 भयो। यो 44 भयो। अब यसलाई फेरि एकपल्ट म गरेर देखाउँछु। यो चाहिँ वेट म्यानेजमेन्ट भाग लिएर जसको चाहिँ पासवर्ड छ त्यो व्यक्तिहरूको लागि। यहाँ क्लिक गर्यो भने अनि यसलाई कपी गर्यो होइन, अनि ओके गर्यो। यहाँ ओके गर्यो। त्यसपछि 2 पोइन्ट कलेक्ट गर्ने हो भने यहाँ 2 पोइन्ट भन्यो अनि यहाँ पनि ओके गर्यो। 2 पोइन्ट भयो। त्यसपछि यो विषय के को बारेमा छ त, यो हामीले पढ्यौँ भने यहाँ एक्सर्साइजको बारेमा छ होइन। त्यसपछि यहाँनिर हामी क्लिक गऱ्यौँ भने अब अघि 44 थियो, अब 47 हुन्छ। 47 अहिले यो पुरा भइसकेपछि 130 पोइन्ट पुगेपछि हामीले चाहिँ त्यहाँ डेस्क छ काउन्टरमा हाम्रो के अरे वेट म्यानेजमेन्ट कम्पिटिसनमा भाग लिनेहरूलाई चाहिँ मेजरमेन्ट गर्नको लागि बसेको स्टाफ हुनुहुन्छ। उहाँहरूले चाहिँ हाम्रो यो नम्बर त्यहाँ देखाएपछि कसरी कलेक्ट गर्ने भने त्यही सिकाउनुहुन्छ। अब यो भिडियोमा मैले इन्क्लुड गरिनँ अहिलेलाई। अब आयो त्यो व्यक्तिहरू जसले वेट म्यानेजमेन्टमा भाग लिनु भएको छ नि, तर एमआईको एबिओ हुनुहुन्छ अथवा इन्डिपेन्डेन्ट बिजनेस अनरसिप हुनुहुन्छ भने उहाँहरूले चाहिँ के गर्ने हो भने यो पेज खुलिसकेपछि यहाँ क्लिक गर्ने। यहाँ क्लिक गर्दाखेरि यसरी यहाँ क्लिक गऱ्यो। क्लिक गरिसकेपछि यो पेज खुल्छ। यसमा तपाईँको
नाम लेख्ने, यहाँ जेन्डर सिलेक्ट गर्ने, यहाँ इयर अफ बर्थ र यो इयर अफ बर्थ हो र यो इयर अफ मन्थ हो, यो दुईवटा मात्रै। त्यसपछि यहाँनिर मोबाइल नम्बर इन्ट्री गर्ने, यहाँ आफ्नो एडिए नम्बर लेख्ने। त्यसपछि यो दुईवटा पोइन्टमा क्लिक गरेर यो मोबाइल नम्बरमा चाहिँ मेसेज पठाउनुहोस् भनेर भन्ने, अनि यहाँ टच क्लिक गर्ने। 1 मिनटभित्रमा त्यो नम्बर यहाँ इन्ट्री गर्नु पऱ्यो। गरिसकेपछि यो क्लिक गर्नुभयो भने तपाईँको आफ्नो पासवर्ड जेनेरेट गरिदिन्छ एमफिटले। एमफिटको पासवर्ड जेनेरेट हुने बित्तिकै त्यसपछि त्यो पासवर्ड र मोबाइल नम्बर यो यहाँ क्लिक गर्ने। यसरी क्लिक गरेपछि तपाईँको चाहिँ यहाँ मोबाइल नम्बर अनि यहाँ पासवर्ड लेख्नुभयो भने इन्ट्री गर्नु पाइयो। फर इक्जाम्पल त्यो पासवर्ड भएको र नभएकोमा चाहिँ म कसरी गर्छु भन्दाखेरि एकजनाको जस्तै वेट म्यानेजमेन्ट भाग लिने व्यक्ति यो भयो होइन, एकछिन एउटा कुरा चाहिँ। त्यसपछि हामीले यो क्युआर कोड जेनेरेट गर्नुपर्छ। क्युआर कोड जेनेरेट गर्न सकिएन भने पनि टेबलमा गएपछि स्टाफले चाहिँ गरिदिन्छ है। यसमा चाहिँ यो खासै ठुलो इस्यु भएन। त्यसपछि हामीले के गर्नुपर्छ भन्दाखेरि त्यो पासवर्ड आइसकेपछि हामी लगइन गर्नुपर्छ। लगइन गरिसकेपछि मैले सुरुमा देखाएको रुजुल थापाको खातामा एकाउन्टमाबाट कसरी नम्बर पोइन्ट्सहरू कलेक्ट गर्ने भन्ने प्रोसिजर फलो गर्दै गएर त्यसपछि हामीले चाहिँ 130 पुर्याइयो भने एउटा गिफ्ट पाउँछौँ। एनाउन्समेन्ट हुनु बाँकी छ, एनाउन्समेन्ट भयो भने अर्को गिफ्ट 150 पुर्याउँदाखेरि पाइन्छ। यति भन्दै म मेरो आजको सेयरिङ यहीँ टुङ्ग्याउन चाहन्छु। यहाँहरू सबैलाई शुभकामना। सकेसम्म आफ्नो टिमको सबैलाई जानकारी दिएर एक्सेस एनर्जी ड्रिङ्कको लोगोसहितको टोपी गिफ्ट होइन सोभिनियर भनौँ त्यो कलेक्ट गर्नलाई सहयोग गर्नु होला। थ्याङ्क यू सो मच।